साथीहरु आज विशेष भिडियो छ सोलर वाटर हिटर सफा गर्ने तरिका साथीहरु। यो सोलर भ्याकुम ट्युब झिक्नु भन्दा पहिला चाहिँ ट्युबमा रहेको वासरलाई तल सार्ने तल झार्ने साथीहरु। अब ट्युबलाई समातेर क्लकवाइज माथि पुश गर्दै घुमाउँदै माथि ठेल्ने साथीहरु। ट्युबमा रहेको होल्डरबाट निस्किएपछि चाहिँ साथीहरु एन्टी क्लकवाइज गर्दै तान्दै घुमाउँदै आफूतिर तान्ने साथीहरु। यसै गरी ट्युब झिक्न सकिन्छ साथीहरु। ल हेर्नुस् त यस्तो फोहोर हुन्छ, सफा गर्नुपर्ने हुन्छ है साथी। ट्युब झिक्नलाई चाहिँ क्लकवाइज यसै गरेर माथि खेलेर यसरी पुश गर्नुपर्ने हुन्छ। यसै गरी हेर्न सक्नुहुन्छ, यसरी घुमाएर बिस्तारै हामीले यो ट्युबलाई चाहिँ यसरी हेर्न सक्नुहुन्छ। त्यसरी हामीले ट्युबलाई झिक्न सकिन्छ। ल हेर्नुस् हेर्न सक्नुहुन्छ, ट्युब एउटा झिकिसक्यो। यो एउटा नयाँ ट्युब, यसलाई नयाँ ट्युबलाई पनि झिकौँ हैन है। अलि तान, यो चाहिँ नयाँ ट्युब हो, हेर्न सक्नुहुन्छ। ल यहाँनिर त्यही सेम हो। यसलाई पुरा वासरलाई पहिला यसै गरेर निकाल्ने, त्यसपछि हामीले फेरि सेम। ल हेर्नु सक्नुहुन्छ। ल सोलर सफा गर्नु पर्यो भने सम्झिनु होला एसडीपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल र सुदीप सुनुवारलाई फलो गर्नु होला साथीहरु। हेर्न सक्नुहुन्छ, यो चाहिँ 300 लिटरको सोलर 24 वटा चाहिँ ट्युब छ। हेर्न सक्नुहुन्छ यहाँनिर। अब ट्युब झिक्नलाई चाहिँ 5 वटा बाँकी छ, हेर्न सक्नुहुन्छ साथीहरु। यस्तै क्लिन गर्नको लागि सोलर हिटर फिटिङ गर्नको लागि चाहिँ सुदीप सुनुवारलाई चाहिँ सम्झिनु होला। एसडीपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल चाहिँ सम्झेर राख्नु होला। यो चाहिँ अब लास्टको ट्युब हो। अब यहाँनिर बिस्तारी राइट लेफ्ट घुमाएर चाहिँ ल अब यहाँ आइसक्यो। यहाँ वर्षमा 2 चोटि पानी धमिलो छ भने सफा गर्नुपर्ने हुन्छ। यो ट्युब सोलरको ट्युब हो साथीहरु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला, फलो गर्नु होला, लाइक शेयर सब्स्क्राइब गर्नु होला साथीहरु।